भाइहरूले काम गर्ने ठाउँ यो फुलबारी यो फुलको पुरा प्याक भएर यो चाहिँ फ्रिजमा यहाँ चाहिँ फ्रिज छ चिसोमा यस्तो प्याकिङ छ यस्तरी पुरा प्याक यता हामीलाई चाहिँ हाम्रो नेपाली दाजुभाइहरू हुन्छ यहाँ काम गर्ने यो पनि बस्ने चाहिने हो कि जाग्रे भयो यो नि बस्ने आके हो भन्दा कम्पनी फरक हो यो ए अरु कम्पनी हो ए त्यहाँ अलग कम्पनीमा जाने पर्सि ए यो कार्टुनलाई कति पर्छ होला एक कार्टुनमा साढे 12 भनेपछि एउटालाई 300 युरो पर्छ एउटा 26 पिस 24 पिस 300 युरो भन्छ नेपाल त लगभग 40-50-60 हजार त माल रहेछ यो 45,000 पर्छ अनि साउलाई त फाइदै छ त है साउलाई फाइदा भएपछि अब के भन्छ वर्करलाई पनि फाइदा भयो हामीलाई चाहिँ मैले दिँदैन नेपाली जे भयो भने 1,80,90,000 त हुने रहेछ त अनि लगभग 2 लाख भनौँ न खानासाना कम्पनी दिएर खाना आफ्नै भोमा यो कम्पनीले खाना पैसा पनि 2 लाख भ्याउँथ्यो चोकको चाहिँ 1,70,000 आउँछ बस भयो त त्यति हो है चोकको चाहिँ खानासाना काटेर भनेपछि क्रोसिया आउने नेपालीहरूलाई चाहिँ अब यस्तै फुल प्याकिङमा आयो भने पनि फाइदै छैन तर फेरि योमा काम पाउँदैन नि त्यसरी छिटो पाउँदैन हैन निकाल्दिन्छ है कम्पनीहरूले अब म त बसेको 26-27 महिना भइसक्यो नि त्यो कम्पनी मलाई सहज छ त्यो नीलो पिङ्क कलरको रातो यस्तो छ है चाहिँ पेल यहाँ कति थरीको हुन्छ भाइ फुलको रङ 26 हो कि 25